भावना व्यक्त गर्न चाहन्छु। भद्रपुर साइकल समाज यो समाज स्थापना भएपछि नै यस नगर क्षेत्रमा हामीले स्वीकार्नुपर्छ, हामीले प्रशंसा गर्नुपर्छ। भद्रपुर साइकल समाजले स्थापना भए पश्चात यस नगर क्षेत्रमा एउटा साइकलको क्रान्ति छुट्टै किसिमको ल्याएको छ। नगरवासीलाई साइकल चलाउनु पर्छ, साइकलप्रतिको जोश, जागर, ऊर्जा, उत्साह र हौसला साइकल समाजले बढाएको छ। साइकल चलाउनु पर्छ, कुदाउनु पर्छ भनेर एउटा सकारात्मक सन्देश फैलाएको अवस्था छ र फलस्वरूप नगरका धेरै नयाँ राइडर साथीहरू पनि आज यस कार्यक्रममा समावेश हुँदै हुनुहुन्छ। यस कार्यक्रम खास छ। यस कार्यक्रममा छिमेकी राष्ट्र भारतदेखि राइडरहरू आउनुभएको छ। यस कार्यक्रममा नेपालको विभिन्न ठाउँबाट पूर्वी नेपाल भद्रपुर काँक्रा भिट्टादेखि पश्चिम नेपाल माघसम्मका राइडरहरू आउनुभएको छ। केदारनाथसम्म साइक्लिङ मार्फत पुग्ने विश्वनाथ जस्ता साइकल राइडरहरूको उपस्थिति रहेको छ। 80वटा भन्दा बढी देशमा पेडल मारिसक्नुभएका वर्ल्ड साइक्लिस्ट अजित बरालज्यू जस्ता राइडर, वर्ल्ड साइक्लिस्टहरूको यस कार्यक्रममा उपस्थिति रहेको छ। तसर्थ पनि यस कार्यक्रम खास रहेको छ। आज भद्रपुर साइकल समाजले हरेक उमेर वर्गका व्यक्तिहरूलाई साइकलमा प्रोत्साहन गर्न समावेश गरेको अवस्था छ। हिजोको दिनमा चाइल्ड बालबालिका विद्यार्थीहरूको लागि किड साइक्लिङ गरेको थियो। आज युवाहरूको लागि साइकल कुदाउनेको लागि टुर दी भद्रपुर गरेको छ र बच्चादेखि समावेश गरेको साइकल समाजले आज कार्यक्रमको समापनमा एउटा सम्मान कार्यक्रम पनि राखेको छ। जुन सम्मान कार्यक्रम चाहिँ आफ्नो जीवनभर साइकल कुदाउनु हुने, आफ्नो जीवनमा साइकल चलाएर एउटा साइकल कुदाउने अभियान बचाउनु हुने ज्येष्ठ नागरिकहरूलाई पनि सम्मान कार्यक्रम राखेको छ। यस अर्थमा पनि भद्रपुर साइकल समाजले बालबालिकादेखि ज्येष्ठ नागरिक सम्मानलाई समावेश गरेको अवस्था छ। हरेक कार्यक्रम आयोजना